हाई गाइस, कस्तो हुनुहुन्छ हैन। आज चाहिँ मैले 4 व्हीलर बनाइराख्छु छु हैन। तपाईहरुले देखाउँछु एकदम दामी हैन। अरु गाडी जस्तो हैन, मैले नै बनाएको डल्लै हैन। कसले पनि मलाई हेल्प गरेन हैन, एक्लै। हेर्नुस् न, हेर्नुस् न, नानीहरु पनि खेल्दा हुन्छ हो। यहाँ सामानहरु पनि राख्दा हुन्छ। नानीहरु पनि यसरी यहाँ अगाडि यो दुईटा बनाइदिइराख्छु छु हैन। त्यो अगाडि दुईटा पक्रेर यसरी डोरी चाहिँ यहाँ छ हो। डोरीले सट्ट यस्तो गर्यो, बिस्तारै स्पिड गर्यो भने पनि केही हुँदैन हैन। मज्जाले अड्काएको छु गाडी हो। हेर्नुस् न, डोरी पनि नारियलको हैन। यो चाहिँ पिङ्क कलरको। यहाँ भित्र पाएको मैले, यहाँ भित्र पाएको हैन, सबसे लास्टमा हैन। अन्त चाहिँ कस्तो मेहनत पर्यो बनाउनु हैन। मजाले मलाई पनि थाम्छ हो। भर्खर मलाई तानेको थियो हो बोजूले, मलाई पनि थाम्छ। म भन्दा ठुल्ठुलोहरुलाई थाम्दैन हो। मेरो केजी त 25 हो। एकदम मजाले थाम्छ यसलाई त। 25 केजीलाई त इजिली लान्छ हो गाइस। अन्त चाहिँ मैले बनाएको 4 व्हीलर कस्तो लाग्यो तपाईहरुलाई हैन। मन पर्यो भने चाहिँ कमेन्टमा भनिदिनुस् कस्तो नाइस भनेर लेखिदिनुस् हैन। अगर तपाईलाई चाहियो भने भिडियोलाई लाइक र सब्स्क्राइब गरिदिनुस्। अन्त यो भिडियो शेयर पनि गरिदिनुस्। हुन्छ, बाइ गाइस, नेक्स्ट भिडियोमा भेटौँ।